इट्स मी कुशल सबैलाई स्वागत छ वेलकम टु माई ब्लग इंग्लिश देखि चाहिँ हैन यस्तो भन्नुपर्छ भनेर मैले युट्युबमा हेरेको थिएँ त्यही भएर भन्दै हो सबैजना सन्चै हुनुहुन्छ होला सन्चै हुनुपर्छ र यहाँ म पनि सन्चै छु र मेरो साथी पनि सन्चै छ हामी चाहिँ तयारी हुँदैछौँ हैन तल कालेगाउँ जानको लागि त्यहाँ चाहिँ आज हामी हल्का माछासाछा बनाइदिनु होला अंकल भन्नलाई जान लाग्यो जान्छौँ हामी एकछिनमा फर्किन्छौँ ल स्टे ट्युन जेकेटी टाउन यो हामी चाहिँ घरदेखि निक्ल्यौँ टक्क पारेर हामी चाहिँ निक्लिसक्यो हैन पप्पी डोन्ट दामी पप्पी रहेछ मैं तेरा खून पी जाऊंगा कुत्ते मैं तेरा खून पी जाऊंगा कुत्ते त्यही हो हामी चाहिँ निक्लिसक्यो रमाइलो गर्न के गर्ने त पढाइ चढाइ यस्तै भयो तर पढिन्छ गरिन्छ अझै टाइम छ भर्खर त 23 वर्षको भइयो 18 स्विच 16 अंडर 18 भन्नु अंडर 18 हैन यस्तै हो के गर्नु त घरबाट पनि यस्तै हो छोरोलाई अब कान्छो छोरो परियो लारे के गर्ने त हामी चाहिँ बाटो लागिसक्यो होइन हाम्रो ठाउँमा चाहिँ अलि विकास भएको छैन म त सधैँ सबै भिडियोमा यही भनिरहेको हुन्छु होइन कोही हाम्रो ठाउँको नेताहरू नाम त नतोक्दिउँ होइन नेताहरूले टक्क हेर्नुभयो भने चाहिँ बुझ्नु होला होइन टक्क यहाँ बाइक साइक आउने बेला यहीँ ल्याउनु हुन्थ्यो नि होइन बाइक ठाँटी राखेर यहाँदेखि हिँड्दै जानुपर्ने यार त्यस्तो नि हुन्छ र नेताहरू पैसा मात्र खाने बाटो नबनाउने के हो पारा यस्तो हुन्न हौ म फेरि अब काचीबारी गर्नु मात्र बाइक छ नेताहरूलाई हो कि नै दोस्त काचीबारी गर्नु मात्र बाँकी छ फेरि नत्र फेरि हुन्छ है नेता फेरि त्यही हो हाम्रो ठाउँ चाहिँ दामी छ होइन यतातिर बजार छ टक्क लाएर मेरो दोस्त मोटिसकेछ बहुत चाहिँ यति भन्दै चाहिँ मेरो दोस्तको सेक्सी गर्लफ्रेन्ड देखाउँछु होइन अब टक्क मेरो दोस्तको सेक्सी गर्लफ्रेन्ड देखाउँछु सेक्सी यहाँ बसिरहेको छ होइन सेक्सीको ओपनिङ हानिदिइहालौँ टक्क मेरो दोस्तको सेक्सीको ओपनिङ हुँदैछ टुन 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 भन्ने साउन्ड त होला नि कस्तो साउन्ड हाल्ने हो टुन 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 ढिङ 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 काम चलायो मलाई केटाले यो राख्दै भनेर भन्यो म राखिदिन्छु गएर राम्रोसँग साफ गर राम्रोसँग साफ गर टक्क यस्तो माया गर्ने के घरको आमा बाउभन्दा पनि बढी माया बाइकको लाग्ने गरे त्यस्तो गर्लफ्रेन्डको भन्दा बढी बाइकको माया लाग्ने अरे आमा बुवाको चाहिँ बाइकसँग तुलना गर्न सकिँदैन भनिराख्नु छ के छ मामाजी ठिक छ गर्लफ्रेन्डको भन्दा बढी माया लाग्ने अरे अहिलेको चाहिँ होइन अरे अहिलेको फेरि धेरै माया गर्छु अरे स्किन चेपी भने न त्यो पनि बाटो स्याल 70 मामाजीको घोडा पनि तयार भइसक्यो मामाजी पनि कता जान लाग्नु भयो रहेछ त्यति भन्दै अब हामी बाटो लाग्छौँ त यो है त बाटो खराब छ बन्दैछ नेपाल हो त रेसिपी नकुदाएर होला
के अस्ति हो भोलि पर्सि आउन यार भाइरल बनाइदिन्छ भाइरल हुन लाग्छ तँलाई भाइरल बनाउँछ कि आइज हाम्रो चाहिँ विवेक सर हुनुहुन्छ होइन टक्क मारेर के छ खबर कहाँ जाउँला दुईटा यो खै कहाँ जाउँ भन्छ हेर्दै कालिम्पोङतिर केटी पनि होइन यार राजा यार फलिरहेको रहेछ होइन टक्क मारेर हाम्रो ठाउँको अर्ग्यानिक हो है अर्ग्यानिक हाम्रो ठाउँमा अर्ग्यानिक चिजहरू धेरै पाउँछ अर्ग्यानिक पाउँछ हल्का विकास नभएर मात्र हो Take my horse to the old town road till I can go भ्लग सुरु छ भ्लग नै हो बाल भयो होइन हो कि न ओहो मेरो दाजु के छ कता यही टोल ठाउँमा आएर हामी चाहिँ कालेगाउँ भन्ने ठाउँमा आइसक्यौँ होइन टक्क पुग्यौँ भर्खर तलका हिँड्दैछौँ तल भेरी हेर्नुहोस् टक्क हाम्रो फेरिमा माछा कति खाने माछा खाने यतातिर आउनु हो मिठो पाउँछ मिठो सादेको होइन टक्क अब अङ्कललाई भेटेर 4-5 केजी माछा बनाइदिनु पर्सिसम्मको लागि भनेर टक्क हामी फेरि राउत गाउँ जाने कुरा भइरहेछ अलि हातमा अलि माथि लैजाँदै राउत गाउँ जाने भन्ने कुरा भइरहेछ हामी टक्क कालीगाउँ आइपुग्यौँ यहाँ चाहिँ माछाको लागि फेमस होइन जालसाल बनाइरहेको थियो अहिले हल्का देखाउँछु म भेटायो भने कतै बनाउनु लाग्यो त्यही हो तल भेडी छ दामी अगाडि पुल पनि छ यो चाहिँ हामी जाजरकोटको सिमाना वारी छौँ क्या माथि यो भेडीभन्दा पहाडी चाहिँ जाजरकोट वारी चाहिँ रुकुम तल माछा मार्ने केटाहरू गइरहेछन् माथि त्यो पुल वारपार गर्ने पुल चाहिँ यही हो होइन खै त